नमस्ते, वेलकम टु माई भ्लग। सो गाइज, भर्खरै कुलमान सरको पडकास्ट सक्यो है र मैले यो राष्ट्रिय झन्डामा चाहिँ एउटा सिग्नेचर गर्नुपर्छ कुलमान सरको भनेर मैले उहाँलाई एउटा टोकन अफ लभ स्वरूप यो सिग्नेचर गराएको छु। र यो झन्डा चाहिँ म कि घरमा कि डेफिनेटली कुनै बेला सेटमा मैले एउटा अवसर या कुनै वातावरण जुर्यो भने चाहिँ म यो झन्डा राख्नेछु। र कुलमान घिसिङ द गड अफ लाइट है, हामीले बिर्सिनुहुन्न उहाँको योगदान। सायद आज म चाहिँ के भन्छु भने धेरैजना युवाहरूले जति यहाँ काम गर्नुभएको छ, देशमा केही गरिराख्नु भएको छ, आई थिङ्क कुलमान सरको ठुलो हात छ। यदि बत्ती नै नभइदिएको भए के बिजनेस हुन्थ्यो र के काम हुन्थ्यो र आज यो सोबर वर्ल्ड पनि खुल्दैन थियो होला, मिडियाहरू त कति बन्दै हुन्थ्यो होला। तर पनि हामी दुःख सुख गरेर काम गरिराखेका छौँ र त्यो श्रेय चाहिँ कुलमान घिसिङ सरलाई जान्छ। र मैले अघि भिडियो क्लिप पनि लिएको छु, त्यो भिडियो क्लिप एकछिनमा देखाउँछु, उहाँले सिग्नेचर गरिदिनु भएको छ है। सो पडकास्ट ओभरअल एकदमै राम्रो भएको छ। हामीले उहाँको जुन कन्ट्रोभर्सी थियो 5 अर्ब घाटा भएको छ भनेर जुन अहिलेको एमडी हितेन्द्र देव साक्यज्यूले श्वेत पत्रमा जारी गर्नुभएको थियो, उक्त कुराको विषयमा त धेरैवटा ठाउँमा उहाँले इन्टरभ्यू दिइसक्नु भएको छ। मैले चाहिँ अब उहाँको भविष्य र उहाँले जनतासँग कनेक्ट भएर कसरी काम गर्ने र केही कुराहरू उहाँले योगदान दिएका कुराहरूलाई मैले समेटेको छु। एकदमै फरक पडकास्ट डेफिनेटली भएको छ, तपाईँहरूले हेर्नुपर्छ, आज साथ दिनुपर्छ। उहाँ जस्तो महान व्यक्तित्वलाई चाहिँ जहिले पनि हामीले सपोर्ट गर्नुपर्छ। मैले 84मा तपाईँ आउनुहुन्छ कि हुन्न, पार्टी खोलेर आउनुहुन्छ कि किन हाम्रो त पार्टी सिस्टम छ। यो सिस्टमलाई अहिले नै चेन्ज गर्न मानेका छैनन् अहिलेका सो कल्ड खतरा पार्टीहरूले मानेका छैनन् होइन। सो यो सिस्टम चेन्ज गर्नको लागि कुलमान घिसिङ सर, बालेन शाह, हर्क साङपाङ, डाक्टर सन्दीप रोहित, रवि लामिछाने, अब रवि लामिछाने सरको त क्वेसन मार्क नै भइराखेको छ है। उहाँलाई त कति साल अझै भित्र राख्ने हो थाहा छैन, यु नेभर नो। अनि उहाँहरू चाहिँ सबै मिलेर कि पार्टी खोल्ने कि उहाँहरू आफ्नो पार्टी खोलेर आउने र बहुमत आउन गाह्रो छ यो सिस्टममा। सो सबै हाम्रो भनौँ न नाम चलेको नयाँ युवाहरू संसदमा आउनुभयो भने सांसद बनेर त्यसपछि चाहिँ एकजुट भएर सिस्टम चेन्ज गर्ने हो क्या, नभए चाहिँ गाह्रो छ सिस्टम चेन्ज गर्न। अनि प्रत्यक्ष कार्यकारी निर्वाचनलाई प्राथमिकता दिने, ठप्पा लगाउने हो क्या। अहिले त प्रत्यक्ष कार्यकारी निर्वाचन त उहाँले गर्नु नै हुन्न, किनभने सबै पार्टीका भनौँ न सो कल्ड, बुझ्नुभयो नि मैले भन्नु खोजेको, उहाँहरू हुनुहुन्छ। सो पार्टीलाई नै प्राथमिकता दिनुहुन्छ देशभन्दा पनि। यो झन्डाको महत्त्व उहाँहरूले बुझ्नुहुन्न, त्यसै कारणले जसले बुझ्छ उहाँहरूलाई नै यहाँ सिग्नेचर गराउने हो क्या। कुलमान घिसिङ सर जस्तो व्यक्तिको यो झन्डामा सिग्नेचर मैले त्यत्तिकै लिएको होइन, यो मेरो लागि लाइफको एउटा मेमोरेबल मोमेन्ट डेफिनेटली हो। र मैले भने नि कि कुनै सेट मैले बनाएँ भने या अहिलेको पिवार पडकास्टमा कहाँ राख्न मिल्छ, म ठाउँ खोज्दैछु, नभए केही चेन्जेस आयो भने चाहिँ यो सिग्नेचर गरेको चाहिँ राष्ट्रिय झन्डालाई म डेफिनेटली सेटमा भए पनि राख्नेछु। ल छेउबाट नै हेरिदिउँ एकचोटि सर है, ठिक छ नि है। ल अब तपाईँहरूलाई म के देखाउँछु भने कुलमान सरले यो झन्डामा सिग्नेचर गर्नुभएको थियो, त्यो फुटेज देखाउँछु। अनि प्लिज सब्सक्राइब मेरो यो ब्लगिङ च्यानल पनि है। थ्याङ्क यू सो मच। राष्ट्रिय झन्डामा आजको पडकास्ट अब एकछिनमा सुरु हुन्छ। धेरै हामी सोसाइटी र देशको विषयमा कुराकानी गर्छौँ रादर देन कन्ट्रोभर्सी, किनभने धेरै कुराहरू सरले क्लियरिफाई गरिसक्नु भएको छ अन्य इन्टरभ्युजहरूमा। आज पडकास्ट चाहिँ जनतासँग कनेक्ट कसरी हुने त्यो विषयमा हुन्छ।